र यसको साथसाथै अब पालो आइसकेको छ हाम्रो ब्याकबोन होइन। आज के भयो भनेर सबै डाटा बनाउने पर्दा पछि काम गर्नेहरूलाई पनि हामी पर्दा अगाडि ल्याउनेछौँ। र त्यसको लागि म सबैभन्दा पहिले यस मञ्चमा निम्ताउँदैछु हाम्रो प्यारो दाई, फलानो फोटोग्राफीको ओनर भनौँ या त मालिक भनौँ, उहाँ नै हुनुहुन्छ। जे भने पनि उहाँले लिड गर्नुहुँदैछ। उहाँ प्रेम सुवेदी। हजुरको फोटोग्राफी भिडियोग्राफी एकदम मनपर्छ, एकदमै हाई लेभलको छ र त्यही चिजलाई हामीलाई पनि तानेर हामीमा आज हजुरलाई बोलाउनु पुग्यौँ र हजुरले हामीलाई साथ दिनुभयो र उहाँलाई हजुरलाई पनि हामी सानो मायाको चिनो। र जसले फलानो फोटोग्राफी भनेर फेसबुक पेज साथसाथै युट्युब च्यानलमा गएर उहाँको च्यानललाई 1 लाइक दिने अनि बेल आइकन पनि बजाइदिने। त्यति गर्नुभयो भने चाहिँ माया गर्यो भनेर पक्का हुन्छ, नभए चाहिँ माया गर्छु मात्रै भनेर हुँदैन। माया त गर्ने चिज हो, भन्ने चिज होइन नि त, होइन? मलाई लाग्छ हजुरले आज गएर चाहिँ उहाँको कमसेकम 1000 चाहिँ फलोवर्स बढ्नुपर्छ। र उहाँलाई चाहिँ हामीले बाटो खर्च दिएनौँ, उहाँको चाहिँ सिक्रेट छ। उहाँलाई हामी भरै गर्छौँ, पर्दा पछि नै गर्छौँ उहाँलाई चाहिँ है। र यसको साथसाथै अर्को नाम म बोलाउन गइरहेको छु। उहाँको नाम छ जीवन खालिङ राई। उहाँ ड्रोन सुटमा हुनुहुन्थ्यो आज। तपाईँहरूले उहाँले के गर्नुभयो भन्ने कुरा चाहिँ भोलि या त 1 महिना बादमा देख्नुहुनेछ। यहाँ हजुरले के गर्नुभयो, आकाशमा उडेको भिडियो खिच्नु भएको छ उहाँले। हाम्रो जीवन दाईले ड्रोन सुटको लागि उहाँ आउनुभएको थियो। उहाँले एकदमै राम्रो यहाँ नाचेको, हामी हिँडेको, बोलेको सबै खिच्नु भएको छ। र उहाँलाई पनि एउटा सानो मायाको चिनो हामी भेट गर्दैछौँ। र उहाँलाई पनि हामी सगुन चाहिँ पर्दा पछि नै दिन्छौँ। उहाँहरूको माइनस पोइन्ट भनेको यही हो, कति काम गर्छ तर देखिँदैन, उहाँलाई पर्दा पछिमै हामी दिन्छौँ। र यसको साथसाथै अब हामी लास्ट अन्तिम नाम बोलाउन गइरहेको छौँ। लास्टमा राख्यो भने मन नदुखाइदिनु होला, विशेष चिजलाई चाहिँ हामी लास्टमा राख्छौँ। किनभने लास्टसम्म मान्छे किन बस्छ, जो मान्छे बस्छ जसमा एकदम प्यासन हुन्छ त्यो मान्छे मात्रै बस्छ। त्यसैले नाम पनि लास्टमा चाहिँ के राखिन्छ भन्दाखेरि जो मान्छे चाहिँ विशेष छ उहाँलाई त्यो गरेर लास्टमा राख्यो भनेर मन नदुखाइदिनु होला। र त्यो नाम म उच्चारण गर्दैछु। यहाँनिर उहाँ हुनुहुन्छ हाम्रो गोर्खा समाजको एकजना यस्तो इन्सपिरेसन भनौँ न, हाम्रो प्यारी दिदी नेहा लामसाने गुरुङ दिदी। हजुरलाई पनि म यस मञ्चमा बोलाउन चाहन्छु। उहाँको फेसबुक पेजमा जति भिडियो अपलोड हुन्छ हजुरले देख्नुहुन्छ होला। उहाँले विभिन्न प्रकारको कल्चरललाई पनि प्रमोट गर्नुहुन्छ। साथै हामीको यही कोकफेक बातोङ नामको पनि गर्नुभएको थियो। र यो सानो मायाको भेट। र उहाँलाई चाहिँ हामी पर्दा पछि राख्दैनौँ, उहाँलाई चाहिँ हामी मञ्चमै एउटा सानो सृजना बुनु बिग फ्यान भएको नाताले म बुनुलाई नै हराएँ। यो चाहिँ बाटो खर्च है दे। आउँदाखेरि बाटो कस्तो अप्ठ्यारो थियो, अब गाडीहरू फ्र्याक्चर भयो होला, गाडीहरूको केही पार्ट्सहरू हजुरलाई त्यो चाहिँ ट्रिटमेन्ट गर्ने। ल दिदीलाई पनि धेरै धेरै धन्यवाद। आउँदो दिनहरूमा पनि पक्का आउनुपर्छ दिदी। Heidi, how are you feeling? I'm feeling grateful.